यो अनेरवा हर्दी हो तर पनि भयो घरमा खानको लागि पुगिहाल्छ किन्नु पर्दैन ए हल्का गर्छु उठाल ए मम्मी जिन्दगी बोल्छ यहाँ हेर्नु साथीहरू कति धेरैजना भएछ नि गाइस 5 रुपये 5 रुपये भिखारी प्रो मैक्स यहाँ हेर्नु 2 किसिमको चप्पल लगाएर दोकान गए आए गाइज वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल होप तपाईँहरू सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै छौँ र अहिले हामी खेततिर जाँदैछौँ साथीहरू यो बेसार हामीले आज उखेलेको थियौँ अनि त्यो बेसार लिन जाँदैछौँ एक खेप त हामीले ल्यायौँ होइन म बट्टामा ल्याएँ मेरो सासूआमा चाहिँ बोरामा ल्याउनु भयो मेरोमा ताकत छैन त्यति धेरै ल्याउने अनि मैले थोरै ल्याएँ बोरा पनि लगेको थिइनँ नि त अनि अहिले जाँदैछौँ हामी तिनैजना दिपले अहिले आयो क्या घर विराटनगर गएको थियो कामले अनि अहिले आयो अनि जाँदैछौँ हेर्न सक्नुहुन्छ बाख्रालाई सार्दै हुनुहुन्छ यता हाम्रो दुलही लया कनिया यता नयाँ घर बनेको छ अस्तिसम्म यहाँ घर थिएन अहिले घर भइहाल्यो सो साथीहरू हामी आइपुग्यौँ हाम्रो डेस्टिनेसनमा हाम्रो डेस्टिनेसन यता रहेको छ यता चाहिँ म तपाईँहरूलाई बेसार हेराउन ल्याएको यहाँ हेर्न सक्नुहुन्छ आऊ हेर्नुहोस् हामीले अघि आएर उखालेको अनि म मोबाइल ल्याउनै बिर्सेको थिएँ नभए त बनाउँथेँ कि यो उखेलेको भिडियोहरू बनाउन पाइनँ अनि अहिले मोबाइल लिएर आएको छु अब यो राख्छु बोरामा हाल्छु अनि जाने साथीहरू घरतिर यता उखेलेको थियौँ हामीहरूले पुरै झारपात उम्रेको थियो बाँकी नै छ अलिअलि थोरै छ अनि यतातिर हामीले उखेलेको हेर्नुहोस् न माटो निकालेर यतातिर त्यही पनि यतिसम्म निकालेको 3वटा बोरा लिएर आएको छु अब 3 बोरा हुन्छ खुल्दैन हेरौँ घरमा एउटा बोरा छ अनि बट्टा छ बट्टामा लगेको तँ लाग्यो कि तँ लिहाल्यो लैजे यो के साथीहरू यो जिन्जरको चाहिँ बेसार छ नि यो बेसार चाहिँ लगाएको चाहिँ थिइनँ होइन के भन्नु पोहोर साल अगाडि हाम्रो यो ठुला आमाले लगाउनु भएको थियो अनि त्यो छुटेपुटेको चाहिँ यति भयो अनि आयौँ हामी खानको लागि पुरा झाप्ला जता त मोटा यो अनेरवा हर्दी हो तर पनि भयो घरमा खानको लागि पुगिहाल्छ किन्नु पर्दैन तख्नेन नि वे नै छु वे कुन नाम छ खरबुढी हाने मर्के प्रीति के कति दुख्छ होइन आधा उखाडे ऊ नै है हर्दी उखारे आधा उखारे एकै बगान लाग्छ नि त बॉडी उठाए ना उठा के मोह को को बना के हर देना के लटियार के मोह के और सावधान काटल के पुआरा दल के ठक्के हर दिन में थे यहाँ त्यो ऊ राखे ने बिछन रोप यहाँ एकेर चाहिँ त कति निकल्छ कि एकेर बोटा यहाँ गोटेन में रोपी दुए ठम ठम तामी के खोह आने पर जन जाऊ दे मोल तोला रजन हलवा डोलवा है तो देर लास्ट में इनाल झन देख्ने के रहने करती कुछ करके अपने अंधुन है के अंधुन है इतना हर दे लेकिन 100 को तुम साथ होते तुम रहता भगवान का तो वो करोड़पति साग सब्जी लगा के
यतातिर हेर्न सक्नुहुन्छ सानो बोरा, यो ठुलो बोरा आधा, यहाँ पनि आधा, दुई अढाई लगभग 3 बोरा जति भएको छ साथीहरू। 2.5 बोरा राख्दिउँ। त्यहाँ पनि छ यतातिर आधा उता खेत गएको छ नदीमा नदीले लग्यो। त्यहाँ फोटो नदिएको साथीहरू आधी खेत हाम्रो यहाँ छ खोलामा। यो खोला हाम्रै हो साँच्चीमा त। यो मेरो बुढाले रोपेको बाँस हेर्नु, उसकै जस्तो पातलो पातलो भएको छ। केला यसले रोपेको छ, तर यो पनि केला पनि पातलो भएको छ। कसले हामी जाँदैछौँ साथीहरू घरतिर। कति कुन झुमा खिम्ठोको तर उठा पर्दो हम नहीं भोगो, कुन बोक्रा बोल जल्दी बोल। हम कुछ नहीं भोगो। देखे पर्दो तिमीले तर हम फ्री मानिस हमर फ्री मान चल ने कुन टाले बोल बड़ी आदमी बड़ीले त्यहाँ बड्डी चाहिए हमारे से। ए हल्का गर्छु उठा ले। ए मम्मी जल्दी दे बोलते बाबू बोले चल अब एकर पालो। यहाँ हेर्नु साथीहरू मेरो गोतनी मुडीमले छोरी तर ऊ छु त छोरी आइसक्यो असल छु त। हामी जाँदैछौँ गाइस। फाइनली गाइस घर चाहिँ पुग्यौँ हामीहरू। अनि यता चाहिँ रहेको छ हाम्रो बेसारको बोराहरू तपाईँहरूलाई हेराइदिँदैछु। हुन्छ 1 2 3 4 लगभग 3। अनि यता छ फेरि यता रहेछ फेरि आधी बेसार अघि मैले ल्याएको टाउकोमा बोकेर बट्टामा। अब चाहिँ साथीहरू सबैजनालाई भोक लाग्यो होइन। आज थोरै भात पनि पकाउनु भएको थियो। आज सासूआमाले भात पकाउनु भएको थियो। म चाहिँ आज लेट उठेँ क्या 7:15 बजीतिर उठेको। अनि उठेर पनि मैले भने होइन छोडिदिनु म पकाउँछु, तर उहाँ चाहिँ म आफै पकाउँछु भन्नुभयो। आज म पकाउँछु होइन, सबै दिन कति पकाउँछौ भनेर भन्नुभयो। अनि हामी मिलिजुली पकाउँछौँ साथीहरू, त्यस्तो छैन कि मैले नै पकाउनु पर्यो होइन। उहाँले पनि पकाइदिनुहुन्छ मलाई अल्छी लागेको बेला। अनि यता चाहिँ अब साथीहरू आज थोरै पनि भात पनि पकायो होइन। बेलुकातिर भात खाँदैनौँ हामीहरू, नास्ता सास्ता के खान्छौँ। अनि मैले राति नै बदाम चाहिँ चना चाहिँ यो के भन्छ नेपालीबाट चना भिजाउन दिएको थिएँ होइन। अनि त्यो चना चाहिँ पकाउँदैछु। अब चना चाहिँ बोइल गर्दैछु साथीहरू। मलाई नेपाली बोल्न आउँदैन, अप्ठ्यारो भइरहेको छ नेपाली बोल्नको लागि। अब भ्लगमा चाहिँ बोल्दैछु किनभने सबैजनाले थारू बुझ्नुहुन्न, त्यही भएर। अनि मैले धेरै नै बदाम भिज्न दिएको थिएँ साथीहरू, भिज्न दिएको थिएँ धेरै नै। यता हेराइदिन्छु तपाईँहरूलाई कति भिजाउन दिएको थिएँ भनेर हेर्न सक्नुहुन्छ। अब यसलाई चाहिँ म ग्यासमा चढाउँछु। अनि खानुपर्छ चिउरा र बदाम। बेलुकातिर के साथीहरू अहिले जाडोमा चाहिँ भातहरू होइन, भात दालहरू चाहिँ एकदमै हुन्छ क्या साथीहरू, चिसो हुन्छ। त्यही भएर बेलुका म नास्ता खान्छु
चिउरा के खान्छु, चिउरा अन्डाहरू। यो भात चाहिँ खाँदैन। हुन त अब चुलोमा चढाइदिन्छु भातहरू गरम भएर बस्नलाई, त्यही पनि आइयो मैले भिडियो राखेर बनाउनु पर्दैछ साथीहरू, राखेर बनाउनु परिरहेछ। यो शुद्ध नेपाली किन उच्चारण हुँदैन क्या यस्तो भ्लग बनाउँदाखेरि चाहिँ। अनि यो भाषा पनि प्र्याक्टिस हो क्या साथीहरू, बोल्दै गयो भने मुखमा आउँछ क्या, बोलिनँ भने त फेरि। हामी थारू भाषा के हामीले स्कुल पनि पढ्न गएनौँ थारू भाषा सिक्नको लागि, हामीले घरमै बोल्यौँ, किनकि हामी सबैले यही कुरा सिक्थ्यौँ, यही कुरा हाम्रो आमा बुवालाई पनि बोलेको सुन्थ्यौँ। सो कतै सिक्नको लागि कतै जानु परेन। सो भाषा पनि प्र्याक्टिस हो। अनि के साथीहरू अझै एउटा कुरा, अहिले चाहिँ विराटनगरमा एक्सपो लागेको छ, विराट ट्रेड एक्सपो भनेर। कतिजना साथीहरूलाई थाहा होला, कतिजनालाई थाहा नहुन सक्छ। यसो तपाईँहरू जानुभयो कि नै भनेर कमेन्ट गर्नुहोला। हाम्रो चाहिँ अहिलेसम्म प्लान बनेको छैन साथीहरू। जान्छौँ तर कहिले जान्छौँ? 9 गते सुरु भयो, 19 गतेसम्म छ। अब सकिन्छ, शनिबारसम्म मात्रै टाइम छ। अनि आज चाहिँ बिहिबार भइसक्यो साथीहरू। अब हेरौँ भोलि पर्सि जब जान्छौँ कि जाँदैनौँ। गएपछि चाहिँ तपाईँहरूलाई पक्कै पनि हेराउने नै छु। अहिले चाहिँ हाम्रो फिक्स भएको छैन। पोहोर साल पनि 1 साल लागेको थियो। म चाहिँ 2 साल भन्छु, 1 साल गएको छु होइन। 1 साल गएको थिएँ एक्सपो मेला। एक्चुअली लागेको थियो विराट एक्सपो। अनि त्यति बेला म मेरो हस्बेन्ड चाहिँ त्यति बेला मेरो बोयफ्रेन्ड थियो भर्खर। अनि उहाँसँगै गएको थियो। त्योभन्दा पहिले म कहिले पनि गएको छैन एक्सपो कता कन्सर्टहरूमा प्रोग्रामहरू गएको छैन, उहाँसँगै गएको। अनि यो साल गयो भने 2 चोटि हुन्छ। साथीहरू तपाईँहरू पनि जानुहोस् होइन, एक्सप्लोर गर्नुहोस् एक्सपोमा। अनि नयाँ कुराहरू हेर्न मिल्छ, रमाउनुहोस्। आखिर यही त बेला हो। फेरि भोलि आज सकिन्छ भने भोलि त हुँदैन, 1 सालमा हुन्छ। त्यही भएर जानुपर्छ। हाम्रो चाहिँ अब फिक्स छैन, जाने भनिरहेको छु, खाँटी जाने फिक्स छैन। अनि के साथीहरू फेरि बोले म साथीहरू, मलाई के भएको छ आजकल हरेक चोटि होइन भ्लग बनाउँदाखेरि चाहिँ छिनछिनमा बीचमा साथीहरू बोल्दै बस्छु क्या। बानी परिहाल्यो मलाई साथीहरू बोल्न, मेरो मुखमा झुन्डिहाल्यो साथीहरू। अब नबोल्नु पर्यो। अनि मेरो भ्लग्समा 100-150 जना मात्रै भ्युज आउँछ क्या। 100-150 जनाले मात्र हेर्नुहुन्छ मेरो भ्लग चाहिँ। त्योमा पनि मेरै रिलेटिभ्सहरू, हाम्रै गाउँको मान्छेहरू, तपाईँहरू पनि हेर्दै हुनुहुन्छ होइन मेरो भ्लग। वेल हेर्नुहोस् होइन, तपाईँहरूले गर्दा त मेरो भ्लगमा त्यही पनि 150 भ्युज आइरहेको छैन। तपाईँहरू रेगुलर हेर्नुहोस्, माया गर्नुहोस् हामीलाई अनि हाम्रो भ्लगलाई। अनि केही फिडब्याक्सहरू पनि दिनु होला। यता कराईमा तेल दिएको छैन, कराई भन्नाले कन्तीमा तेल दिइसक्यो होइन। के भन्छ कन्ती भन्छ के भन्छ, लोहियामा तेल दिइसक्यो होइन साथीहरू। अनि यता चाहिँ यसमा हाल्दैछु म प्याज। ओके, अनि प्याज अनि अलिकति यो प्याज त बाँकी नै रहेछ नि। यता त लसुन पनि दिइहाल्छु। लसुन चाहिँ अलिकति पछाडि दिन मन लाग्छ। ल्याउ न त, भ्लग बनाउनु पऱ्यो छ। यो साग लिन आएको छ कसैले। के चाहिँ फेर्नु ऊ त आएको थियो, बैगन कोपी रहेछ। मेरो मोबाइलको कि साथीहरू के भएको छ कि
फ्ल्यासै बोल्दैन एकदम रिस उठिरहेको मलाई त्यो फ्ल्यास नबोलेर हेर्न न अँध्यारोमा आउँछ देख है अनि यता चाहिँ साथीहरू टोमेटो आहा टमाटर बडे मजेदार वाह टमाटर बडे मजेदार अहिले अलिकति गल्न दिन्छु भ्लग बनाउँदाखेरि म पछाडिबाट अब टिका हाकेर आउँछ कि आउँछ कति आउँछ थाहै पाउँदिनँ अनि यसरी बनाउँछ नि त सबैजना भ्लग चाहिँ उताबाट मान्छेले हेरिरहेको हुन्छ पछाडिबाट त्यहाँको मान्छेले अनि दाजु पनि जानु आउँदैन त्यही भएर म यसरी भ्लग बनाउँदिनँ क्या साथी म चाहिँ फ्रन्ट क्यामेराबाट नै बनाउँछु बनाउँदाखेरि चाहिँ गलेको छैन ल गलिहाल्यो टमेटोहरू पनि अनि के साथीहरू यो मेरो घरमा तेल एकदम सक्छ क्या धेरै तेल खान्छु म अनि अब चाहिँ हाल्नुपर्छ बेसार खोर्सानी अब फेरि यसलाई चलाउने अब तपाईँहरू भन्नुहुन्छ अब यसले चाहिँ कति पो मिठो बनाउँदो रहेछ भनेर हेर्नु भ्लग बनाउँदैछ अब बनाउँछौँ साथीहरू कहिले काहीँ मिठो हुन्छ सबै दिन मिठो हुँदैन तेल धेरै दिएपछि राम्रो हुन्छ सामान तर आज भर्खरै तेल किनेर ल्याउनु भएको छ पकाइदियो भनेर भएन अनि यता चाहिँ आधी चना राखेको छु साथीहरू अनि यो आधी चना यो भुटेर खान्छु क्या भिजाएको चना भुटेर तेलमा भुटेर खाँदा एकदमै मिठो हुन्छ मलाई चाहिँ आस्थाले नै सिकाइदिएको हो आस्थाले नै सिकाइदियो मलाई यो चना भिजाएर अनि यो भुटेर खाँदा मिठो हुन्छ भनेर कति बेला हुन्छ कति चलाउँदै बस्नु क्या अब हाल्नु पर्यो साथीहरू चना मलाई भइरहेको छैन क्या एक हातले समाएर एक हातले दिनलाई एकछिन बनाउँछु यहाँ हेर्नु साथीहरू कति धेरैजना भएछ अनि मैले चाहिँ 2 छाक खानको लागि यो भिजाउन दिएको थिएँ तर एक छाकै बनाइदिएँ क्या अहिले खाने अनि उब्रियो भने चाहिँ साँझतिर खाने कति क्वान्टिटीमा नुन दिने भनेर थाहा छैन टेस्ट गरी हाल्नुपर्छ मैले पकाउँदाखेरि चाहिँ यो मसला हाल्दैछु साथीहरू घरको मसला भन्नाले किनेर ल्याएको मसला हो कि होइन अब घरको हो कि किनेर होइन होला घरकै हो बिर्सिन्छु म पनि क्या चलाउँछु एकछिन अनि भइहाल्छ साथीहरू र यो भइसकेपछि तपाईँहरूलाई हेराउँछु 5 रुपये 5 रुपये 5 रुपये भिखारी प्रो मैक्स अब जाँदैछु साथीहरू भुजिया किन्नको लागि म चाहिँ भुजिया लिएर आइसकेँ अघि ठुला आमाले दिँदै हुनुहुन्थ्यो अर्को भुजिया अनि यो त्यो हैन म चाहिँ यो खान्छु नि त त्यही भएर यो लिएर आएको नहीं लु कहाँ है कौन ही कहाँ में भुजिया चिउरा अनि बदाम खान्छु साथीहरू यता चिउरा ल्याउनु भयो यहाँ हेर्न सक्नुहुन्छ चिउरा यहाँ हेर्नु साथीहरू 2 किसिमको चप्पल यहाँ हेर्नु 2 किसिमको चप्पल लगाएर दुकान गए आए दे मैम वीडियो बनाए इस चक्कर में हमें पागल हो साथीहरू हेर्न सक्नुहुन्छ हाम्रो नास्ता अहिले बेलुकाको आलुको भुजिया बिहानको थियो
अनि अहिले यो चन्नामा माथिबाट प्याज काटेर अनि अहिले यो ल्याएको भुजिया अनि यो म खाँदिनँ जस्ट सो अपको लागि राखेको रेडिस मुला अनि यता खाँदै हुनुहुन्छ अनि यता आमा खाँदै हुनुहुन्छ सबै यहाँ खाएर गइसक्यो म खाएको आधी मुला खाँदैछु त्यो पुरै मुला चाहिँ खान सक्दिनँ चबाउँदो झालो भइसक्यो मलाई साथीहरू हाँ यो चाहिँ खाँदिनँ यो मात्रै खान्छु अब भात पकाउने नपकाउने के गर्ने नगर्ने त्यो काम अब साँझतिर हुन्छ र आजको भ्लग म यहीँ गर्दैछु साथीहरू भिडियो चाहिँ सुरुदेखि लिएर अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र अब 100-150 जतिजनाले हेरे पनि होइन तपाईँहरूले चाहिँ लाइक पनि गर्नुहोला होइन र सब्सक्राइब पनि गर्नुहोला मेरो च्यानललाई र सपोर्ट देखाइदिनु होला सो बाई बाई साथीहरू